हेलो गाइस हैन आज चाहिँ मेरो बुढीले मलाई एकदम मिठो खाना खिलाउने भन्दैछ हैन। आज म तपाईहरुलाई देखाउन चाहन्छु कसरी मेरो बुढीले बनाउँछ हैन, त्यही सिस्टमले। अनि गाइस यहाँ तपाईहरुले हेरिरहेको होला हैन, यहाँनेरि गुवापानहरु छ हैन। यहाँनेरि फेरि मेरो त हैन अब पोल्ट्रीको मासु फेरि यहाँ छ हो। अनि यहाँ धनिया पत्ता रेडी गरिरहेको छ हैन। अनि यहाँनेरि चाहिँ प्याज र तपाईको टमाटर काटेर रेडी छ हो। अनि मेरो बुढीले चाहिँ अब काम गर्दैछ। अनि मेरो बुढीले चाहिँ यहाँनेरि अदुवा लसुनहरु कुट्दैछ हैन। यहाँ तपाई हेर्नुहोस् ए हो। अब मेरो बुढीले ग्यास बाल्दैछ। अनि गाइस मेरो बुढीले चाहिँ अहिले खोर्सानी फ्राई गर्नुको लागि खोर्सानीलाई दुई फाला गर्दैछ, सानो सानो गरेर हल्का हल्का काटिवरी। अन्त मेरो बुढीले अन्त मासु यहाँनेरि यसलाई के भनिन्छ बुढी? चिकन त चिकन नै हो ती। यो यसलाई चाहिँ भनेको गमला हैन, गमलामा हालिसकेको छ मासु चाहिँ। ल अब धुनुको लागि रेडी छ मेरो बुढी। अनि हेर्नुहोस् गाइस मेरो बुढीले मजाले धुदैछ मासुलाई, अलिअलि केलाउँदैछ पनि हैन। किनकि खाना चाहिँ अब मिठो खानु पर्यो, किन दुःख गरेर लिएर आएर अलिक सफा खानु पर्यो नि त खाना चाहिँ। अब धुएर चाहिँ अर्कोमा हाल्दैछ मेरो बुढीले। धुइसकेर अब टक्कैसँग पानी पनि फ्याँकेर अहिले मासु चाहिँ एकदम सफामा छ, हेर्न सक्नुहुन्छ तपाईहरुले पनि। गुड। मेरो बुढीले अन्त तेलहरु हालिसकेको छ, तेल खरिसकेको छ अहिले चाहिँ। अब यसमा चाहिँ अब खोर्सानी हाल्दैछ मेरो बुढीले। अब खोर्सानी हुनु आँटिसक्यो, भइसकेको छ। अब मेरो बुढीले खोर्सानी निकाल्दैछ। यो चाहिँ भात खाँदाखेरि के खानुको लागि हो, भातसँग मजा आउँछ नुन लगाएर। अब मासुको लागि चाहिँ अब मेरो बुढीले अब यहाँ प्याज हाल्दैछ अब कराईमा। यहाँ चाहिँ देख्दै होला तपाईहरुले पनि। अब मेरो बुढीले हालिसक्यो, यहाँ चलाउँदैछ। अब टक्कै यहाँनेरि अब टमाटर हाल्दैछ मेरो बुढीले। अब अदुवा हाल्नुको लागि रेडी हुँदैछ मेरो बुढीले हो। यहाँनेरि अब अदुवा हाल्छ, हेर्नुहोस् मेरो बुढीले मिठै पकाउँदैछ खाना चाहिँ। मेरो बुढीले अब मासु हाल्न आँटेको छ। अब मेरो बुढीले हल्दी हाल्दैछ यहाँनेरि सब्जीमा। अब टक्कै मेरो बुढीले नुन पनि हाल्दैछ। त्यो नुन छैन भने त